कुनै पनि जातकको जन्म लग्न कुण्डलीमा 1 देखि 12औं घरमध्ये कुनै एक घरमा जहाँ बसे पनि हुन्छ, तर चन्द्रमा र मङ्गलको युक्ति छ, चन्द्रमा र मङ्गल सँगै छ, अरू ग्रह हुनु भएन। चन्द्र र मङ्गल बाहेक तेस्रो, चौथो, पाँचौं ग्रहहरू हुनु भएन। चन्द्र र मङ्गलले युक्ति बनाएको छ भने त्यस्तो जातक चाहिँ सुरो हुन्छ, धर्मात्मा हुन्छ, धनी हुन्छ र गुणी हुन्छ भनिएको छ। कुनै पनि जातकको जन्म लग्न कुण्डलीमा 1, 2, 3, 4, 5, 6 देखि 12औं घरमध्ये कुनै एउटा घरमा चन्द्रमा र बुध सँगै बसेको छ र यी दुईटा ग्रहले युक्ति बनाएको छ भने त्यस्तो जातक चाहिँ धर्माचरण गर्ने, शास्त्रज्ञ र विभिन्न गुणले सम्पन्न हुन्छ भनिएको छ। कुनै पनि जातकको जन्म लग्न कुण्डलीमा 1 घरदेखि 12औं घरमध्ये कुनै एउटा घरमा चन्द्रमा र बृहस्पतिले युक्ति बनाएको छ भने अथवा चन्द्रमा र बृहस्पति सँगै बसेको छ भने यस्ता जातकहरू अत्यन्त बुद्धिमान र साधु सन्तको अनुसरण गर्ने हुन्छन्। कुनै पनि जातकको जन्म लग्न कुण्डलीमा 1 देखि 12औं घरमध्ये कुनै एक घरमा यहाँ भयो नि हुन्छ, यहाँ भयो नि हुन्छ, यो 12औं घरमध्ये कुनै एक घरमा चन्द्रमा र शुक्र सँगै बसेको छ, यो दुईटा ग्रहको युक्ति छ भने यस्ता जातकहरू पापमती भएको, अस्थिर बुद्धिवाला, तर क्रय विक्रयमा निपुण हुन्छ भनिएको छ। क्रय विक्रय भन्नुको मतलब व्यापार गर्नलाई उसले चाहिँ धेरै नाफा खान सक्ने चतुर हुन्छ भनिएको छ। कुनै पनि जातकको जन्म लग्न कुण्डलीमा चन्द्रमा र शनिले पहिलो घरदेखि 12औं घरमध्ये कुनै एक घरमा युक्ति गरेको छ भने यो दुईटा चन्द्रमा र शनिसँगै बसेको छ भने यस्ता खाले जातकहरू जडमती भएको अर्थात् मूर्ख बुद्धि भएको, पितृनिन्दा गर्ने अर्थात् मान्य जनहरूको निन्दा गर्ने, पूर्वजको नराम्रो कुरा गर्ने, धनहीन हुन्छ भनिएको छ। कुनै पनि जातकको जन्म लग्न कुण्डलीमा सूर्य र चन्द्रमाको युक्ति भएको छ भने अरू ग्रह हुनु भएन, यी दुईटा ग्रह मात्र हुनु पर्यो। कुनै 1 देखि 12वटा घरमध्ये एउटा घरमा यदि सूर्य र चन्द्रको युक्ति छ भने सम्पूर्ण कार्यमा कुशल तर स्त्रीवशक हुन्छ। स्त्रीवशक भन्नुको अर्थ स्त्री भए पुरुष र पुरुष भए स्त्री अनुसार चल्ने हुँदछ।